प्रार्थनामा अन्तिम समय रहनुहोला। हुन सक्छ परमेश्वरले तपाईले यो प्रार्थनाद्वारा प्रशस्त मात्रामा आशिष दिनुहुनेछ। भजन संग्रह 84 को 10 मा यसो लेखिएको छ, तपाईको मन्दिरभित्रको एक दिन अरू ठाउँका 1000 दिनभन्दा उत्तम छ। दुष्टहरूका पालमा बस्नुभन्दा बरु मेरा परमेश्वरका भवनको ढोके हुनलाई मलाई मन पर्छ। भजन रचयिताले यहाँ परमेश्वरको भवनको महत्त्व व्याख्या गरिरहेका छन्। साँच्चै उहाँको मन्दिरभित्र बिताएको क्षण अरू ठाउँका भन्दा हजारौं गुणा राम्रा हुन्छन्। यहाँ दुई अवस्था बारे चर्चा गरिएको छ, पहिलो पालमा बस्नु, अर्को भवनको ढोके हुनु। हरेक असल अवस्था हुनु आशिषमय नहुन सक्छ, तर जहाँ परमेश्वरको उपस्थिति छ जस्तो सुकै अवस्था भए पनि आशिषमय हुन्छ। यसकारण तपाईँ असल थोकहरू नहेर्नुहोस्, तर परमेश्वरको उपस्थिति र उहाँको आज्ञा पालन गर्नमा ध्यान दिनुहोस्। आउनुहोस् हामी प्रार्थना गरौँ। हे हाम्रा परमेश्वर पिता, म तपाईलाई धन्यवाद दिन्छु किनकि तपाईले मलाई यो दिन देख्न सहायता गर्नुभयो। धन्यवाद भन्छु तपाईको महान प्रेम मलाई दिनुभयो र तपाईको उपस्थितिले मलाई आशिषित बनाउनु भएको छ। हे परमेश्वर, आज बिहान म फेरि तपाईमा बिन्ती गर्दछु कि तपाईको उपस्थिति आज पनि मसँग रहोस्, ताकि मेरो विरुद्ध रहेका हरेक कुराहरू जो मलाई लोभ्याउँछन् ती चिन्न र पन्छ्याउन सकूँ र हरेक थोक जुन तपाईले मेरो लागि योजना गर्नुभएको छ ती स्वीकार्न सकूँ। मेरो मन, हृदय र आत्माले तपाईकै उपस्थिति खोज्न सकोस्, तपाईकै वचन, संगति र कामहरू रोज्न सकोस्। शैतानका प्रलोभनमा पार्ने योजनाहरूबाट मलाई सुरक्षा दिनुहोस्। सबै कुराहरूका लागि धन्यवाद प्रभु। बिन्ती चढाउँछु येशूको नाउँमा, आमेन। प्रार्थनामा अन्तिम समय सहभागी हुनुभएको लागि धन्यवाद छ। यदि तपाईलाई यो प्रार्थना मन पर्यो भने कृपया कमेन्टमा आमेन लेख्नुहोस्। यदि तपाईको विशेष प्रार्थनाको विषय छ भने तपाईले कमेन्टमा जानकारी दिन सक्नुहुनेछ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्न नबिर्सनुहोला।